पर्यो घर हाम्रो दाजुले भन्नु पर्यो अब दाजुलाई कस्तो भइरहेछ यो कुरोमा भान्न मन लागिरहेछ त्यहाँ रिसाएर फकाएको अवस्थामा एकदम खाएर चाहिँ फकाएको अवस्थामा तपाईलाई श्री अन्त्र तपाईहरुलाई चाहिँ लगेर देखाउँदै के रे श्री अन्त्रु के रे अनि कन्याम इलाम यो चाहिँ उहाँहरूले नै दिनुहुन्छ जवाफ मलाई खासै आएन हैन यहाँनिर अनि तपाईँ के भन्न चाहनुहुन्छ हजुर अब धेरै दिनपछि ईश्वर दाजुभाइहरूसँग दिदीहरूसँग घुम्न जानु पाउँदा एकदमै आफूलाई भाग्यमान ठानेको छु हजुर एकदम करले रिसले घुर्की देखाएर पनि दाजु दिदीलाई लगे त्यही ठुलो कुरा भयो मेरो लागि यो रिस्ता देखाएको छैन कसैले पनि यो चाहिँ अलिकति यहाँ झुटमिस भएको छ होइन अब यहाँ हामी चाहिँ झुटमिस भए पनि एकदम खुसीले हिँड्दैछौँ है यतिखेर चाहिँ हामी बिहान हल्का मुड अफ भएको थियो कसैको अब यहाँ सब फ्रेस भइसकेको छ होइन फ्रेस भइसकेको छ त्यो फेरि भन्ने जो मान्छे भन्ने उसैको मुड अफ भएको है फेरि यहाँनिर चाहिँ कुरो पोल खोल्नु पर्दाखेरि चाहिँ अनि अब चाहिँ हामी यहाँबाट निस्किसकेको छौँ अनि अहिले चाहिँ हामी यहाँ ट्याक्कै यो भाटबटिन कटेर दमकको बजार हेर्दैछौँ ल हेर्नुहोस् ल दमकको बजार कस्तो रहेछ म सर सबै देखाउँछु है गाइज दमकको बजार ल के हुनु लाग्छ इन्टरभ्यू हुनु लाग्छ जस्तो लागेर चाहिँ ब्याक गरेको थियौँ भन्नुहोस् यत्रो जनता जान्न चाहन्छन् हजुरलाई कस्तो फिल भइरहेको छ राम्रो भन्नाले कस्तो राम्रो छ कस्तो लागिरहेको सुझाव यस्तो पहाडको ठाउँमा चिसो ठाउँमा आएर कस्तो फिल भइरहेको छ फ्यामिलीसँग यहीँ रोक्नु दाजु अब चिसो रहेछ यहाँ कहाँ छेउछेउ लागेर त के हुँदैछ कस्तो लागिरहेछ किन निराश भएको त भोक लाग्यो किन अँध्र मुख निराश किन के भयो मलाई केही नै भएको छैन यतातिर निराश भएको कारण के हो किन फाइट पर्यो त यार यस्तो घुम्न आएको ठाउँ यस्तो फाइट पर्छ त के भोगाले मुसा कुदो हेलो के हो गाइज गाइजलाई यहाँ भाइलाई चिप दिनु पर्यो भनेर भाइको अहिले किनिदिनु के खाने हो र के खाने हो र गाइज भालिन्छ यार रिसाएर फकाएको अवस्थामा एकदम खाएर चाहिँ फकाएको अवस्थामा यो अवस्थामा चाहिँ भिडियो भइरहेको छ यहाँ हाम्रो अहिले हामी चाहिँ के कुन ठाउँले त के अरे ज्वाइँ साहब यो श्री अन्तु यो इलाम सिन्धे डाँडामा छौँ अहिले हामी एकदम रमाइलो भइरहेको छ हाम्रो चाहिँ फ्यामिली एकदम आज बबाल रमाइलो हुन्छ झिँगे माछा खाएर यहाँनिर पुरै मेरो यो साली रिसाएर उडामे थियो तर अहिले रिस मरिसकेको छ मेरो भाइले साह्रै फकाएर माया गरेर खानिसक्नु भएको छ झिँगे माछा एउटा खाऊ न
म एकदम रमाइलो भइरहेछ यहाँ आएर। अब हामी यहाँ फोटो खिच्ने ड्रेस लगाएर अब पानीले चाहिँ के गर्ला थाहा छैन किन्छ होला। भन्छ कि के भन्नु छ? निशाजी टाउकोमा के राख्नु भएको? ल त इन्टरभ्यू लिने मान्छे छौ यहाँ के भनौँ त? बुढोलाई कस्तो भइरहेछ? आफ्नो सुजललाई कतिको रमाइलो? अनि काललाई एउटा गीत गाइदिए लु। ल दाजुले भन्नु पर्यो अब दाजुलाई कस्तो भइरहेछ? भान्न मन लागिरहेछ त्यहाँ। ल भन के हुँदैछ? मेकअप गरेर राम्रै हुँदैछु। हामी चाहिँ अब ड्रेस लगाएर चाहिँ अब एउटा भ्लग बनाउने सोचमा छौँ यतिखेर। ओहो मेरो भाइ के छ खबर? हेर्नु न कस्तो यो हाम्रो चाहिँ अब खतरा देखे जस्तो लागिरहेको छ होइन? खोइ मोबाइल कस्तो अब यहाँ हाम्रो चाहिँ ड्रेस लगाएर चाहिँ अब त्यो हाम्रो चाहिँ एकदम पुरै नयाँ ड्रेसअप लगाएर होइन पुरै यहाँ पुरै भइरहेछ होइन गाइस। लाग भइरहेको है सबैले जान सबै आउने रहेछ। ल हेलो हेलो आओ न हे आओ फत्तेर का चाबरी राम्रो क्या पर्यो घर हाम्रो हे 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 नाच छोड नाच ल चाबरी राम्रो क्या राम्रो घर हाम्रो कोपी बिसुरमा सिंगल खिदिन डबल खिदिन यहाँ चाहिँ हाम्रो फोटो खिच्ने कार्यक्रम भइरहेछ। अन्याममा आएर चाहिँ हामीले यसरी फोटोसुट गरिरहेछौँ है गाइज। जस्तो बहुत दामी छ ठाउँ। भाइको त जम्मै पुरै बिगो त खतरा छ यहाँ। त्यो लाउनु मानेन लाउनै मानेन। मैले भनेछु भयो त अब धेरै किन
गाइज यति दामी ठाउँ छ कि कुरा नगर्नुहोस्। मन खुस भयो। मन खुस भयो। राम्रो ठाउँ छ। त्यहाँ कस्तो राम्रो लाइट परिरहेछ। कस्तो के भइरहेछ? म त एकदम बिजी भएँ यतातिर भिडियो बनाउन। अनि के भइरहेछ यहाँ? ओहो फेरि लुगा लाउनु भएको छ त हजुरले त? अनि के को लागि हो? यतातिर चाहिँ के हुँदैछ? भेना तपाईँ त मलाई बिर्सिनु भयो पक्नु तपाईँलाई। ल मैले सम्झिरहेको छु सालीलाई यहाँ। अहिले भर्खर आउनु भयो। बारुलकी लाग्दैछ यहाँ कुटु कुटु। यस्तो दामी ठाउँ छ कि कुरा नगर्नुहोस्। यो ठाउँ त अब कुरा नगर्नुहोस्। अब चाहिँ हामी श्री अन्तुकतिर लाग्दैछौँ। भोलि बिहानको घाम हेर्नको लागि। बिहान उदाको घाम श्री अन्तुकमा आउँछ अरे, कस्तो दाम देखिन्छ अरे हेर्नु पऱ्यो भनेर लाग्दैछौँ। अब चाहिँ हामी सुत्ने रुम लिइसकेका छौँ यहाँ आएर। अब अनि खाजा खान जान्छौँ अब एकछिनमा। हेलो हेलो, के हुँदैछ? कति रमाइलो हुँदैछ? हेलो हेलो गाइज, एकदम आज पुरै यहाँ फोहोर पुरै भइरहेछ। एकपट्टि भइरहेछ होइन, बबाल रमाइलो भइरहेछ है गाइज। ल नेपाली टप 10हरू यहाँ नाच्दैछन्। हेलो हेलो, ल बाई बाई कन्याम। यस्तो दामी ठाउँ है। हिजो यहाँ चाहिँ अलिक चाँडै आइपुग्नु पर्थ्यो कि हामी। त त्यो भन्दा यो चाहिँ राम्रो छ नि। बरु यतातिर चाहिँ बस्नु पर्ने रहेछ कि हामी। यतातिर चाहिँ होटल लिएर।
पार्कहरू पनि कस्तो बनाएको जस्तो कि है। लागिहाल्ने कि है। यो सबै चियाबारी पो रहेछ है। हेलो गाइज, हामी अब फर्किँदैछौँ कन्यामबाट फर्किँदैछौँ। हामी कहाँ पुगेर आएको रे? श्री अन्ती पुगेर आएको। अब चाहिँ हामी कन्याममा आइपुगेका छौँ। कन्यामबाट फर्किँदैछौँ। अब आज चाहिँ रामेछाप पुग्दैनौँ, भोलि चाहिँ रामेछाप पुग्छ हामी। दामी ठाउँ के बाप्रे त। तर यसै घुम्नलाई मात्रै हो नि त, बस्नलाई हामीलाई अब टिक्नु सक्दैन। पुरै हुस्सु लागेको छ यहाँ चाहिँ अहिले। यस्तो गरिब महिनामा हुस्सु हेर्नु त कस्तो दामी ठाउँ के गर्नु।